आज चाहिँ मेरो यहाँ लास्ट डे अन्तिम दिन हो ब्लग भाइ ओके बाई माई फ्रेन्ड या फाइनली अब चाहिँ हामी जाँदैछौँ नमस्ते मेरो साथीहरूलाई अनि ढोक्करे मेरो आमा बुवा बाजे बुझै सबैजनालाई म आसुन सिन्जाली र स्वागत छ सबैजनालाई मेरो आजको भ्लगमा र यही देख्न सक्नुहुन्छ आई अलरेडी ब्याग प्याक्ड होइन सामानहरू प्याक भइसकेको छ अनि आज चाहिँ मेरो यहाँ लास्ट डे अन्तिम दिन यो अपार्टमेन्टमा यो रुममा अनि या भोलि चाहिँ म जाँदैछु नेक्स्ट सिटी यहाँबाट धेरै टाढा लगभग 4.5 होइन 1 2 3 4 5 6 घन्टाको दूर पारी अनि या त्यही हो आई रियली मिस दिस प्लेस अनि यहाँको साथीभाइहरू त्यही हो हामी धेरै ठाउँहरूबाट चाहिँ ठक्कर खाँदै यताउता कहिलेकाहीँ गर्दै नयाँ नयाँ ठाउँ गइन्छ नयाँ नयाँ एक्सपिरियन्स लिइन्छ लिँदै म नेपाल टु क्रोएसिया टु पोल्यान्डबाट नि डिफ्रेन्ट सिटी टु डिफ्रेन्ट सिटी हुँदै फेरि अर्को सिटी जाँदैछु अनि यहाँ अब रमाइलो हो लाइफमा हल्का के भन्छ अरे एक्सपिरियन्स लिँदै होइन हरेक ठाउँको हरेक विभिन्न कामहरूको अनि लिँदै जाँदैछु र लिनु पनि पर्छ एकबारको जिन्दगीमा त्यही हो होइन रियली मिस दिस प्लेस अनि भोलि चाहिँ मेरो लगभग कति 12:07 को ट्रेन छ है त्यहाँबाट चाहिँ एउटा चेन्ज हुन्छ अर्को सिटी पुगेपछि अर्को सिटीमा मेरो लगभग 3.5 घन्टापछि म अर्को सिटी पुग्छु त्यसमा चाहिँ मेरो चेन्ज छ त्यसबाट चाहिँ डाइरेक्ट म चाहिँ मेरो लोकेसन पुग्छु अनि सामान चाहिँ त्यहाँ 3टा एउटा 2टा चाहिँ टक्कै यहाँ भिर्ने ब्याग भइहाल्यो डम्बेलहरू चाहिँ यहीँ छोडिदिन्छ लानै मिल्दैन होइन गाह्रो हुन्छ त्यहाँ ब्याग पनि ऊ पनि छ कार्टुन त्यो भित्र नि डम्बेलको प्लेटहरू छ अब मिल्यो भने उतैतिर गर्छु होइन अब त्यही त हो लानै मिल्दैन एकदम रमाइलो लाग्यो यहाँ बसेर यहाँ दाजुभाइहरू साथीहरू होइन अब हाँसो मजाक यसरी नै अहिलेसम्म बितिरहेको थियो र अब सायद फेरि उता गएपछि फेरि नौलो जिन्दगानी हुन्छ नौलो साथीभाइ हुन्छ नौलो दाजुहरू सबै भेटघाट हुन्छ होइन त्यहाँ गएपछि नि पक्कै पनि यस्तै हुन्छ माहौल यस्तै होला अब त्यही हो यहाँ त 20 भइसक्यो यार के चौधमा हो नि त गाडी दुईटा छ के अरे हाम्रो माल यो दराज भरिँदैन भने ढोकै लाउँदैन मिठो घाम लागिरहेछ मिठो घाम लागेर ल ब्लग भाइ ल अब चाहिँ हामी चाहिँ जान लाग्यौँ यो ठाउँबाट विल मिस दिस हाउस दिस अपार्टमेन्ट अनि यहाँको सबैजना है त्यही हो ट्याक्सी आउँदैछ झोला सोला बोकेर हिँडेपछि थाहा हुन्छ हौ यो ठाउँ भन्नु थाहा भयो फटाफट हेर्नु त नम्बर के भने यही हो ए ऊ त्यसलाई त बाई भन्नै बिर्स्यो यार ल हाल्नु छिटो ओके बाई माई फ्रेन्ड ओके ओके फाइनली हामी चाहिँ यहाँ ट्रेन स्टेसन आइपुगिसकेका छौँ 10 मिनटमा ट्रेन आउँछ होला होइन सम्झि
Wagony numer 11, 12 znajdują się na początku składu pociągu. Wagony numer 14, 15 znajdują się w środku składu pociągu. Wagony numer 16, 17 znajdują się na końcu składu pociągu. Prosimy zachować ostrożność. ट्रेन चाहिँ हिँडिसकेको छ चाहिँ भर्खरै झरिसकेको छु ट्रेनबाट अलि अघि अनि एकछिन त म हराएँ भित्रै कता कता है अनि यहाँ त्यसपछि खास म प्लेटफर्म नम्बर 1 मा जानुपर्ने 2 तिर गएछु कि अनि त्यसपछि म अलिकति कन्फ्युज भएँ अनि आफ्टर द्याट फेरि त्यहाँ एउटा बुवालाई सोधेर अनि फेरि यतापट्टि हो भनेर देखाइदिनु भयो अनि फेरि म आइपुगेँ अहिले चाहिँ म राइट डेस्टिनेसनमा छु तर त्यहाँ स्क्रिनमा चाहिँ आज ट्रेन अलि डिले भएको रहेछ त्यही भएर म त खोजेछु त्यहाँ त छैन फेरि मेरो ट्रेनको नम्बरै म त एकछिन यहाँ अब तनावमा भयो अनि फेरि सोधेको आज चाहिँ ढिलो छ ढिलो आउँछ त्यो ट्रेन खै के टेक्निकल प्रब्लम हो के भनिरहेको थियो कि अरे अनि अहिलेसम्म स्क्रिनमा केही देखाएको छैन ट्रेन कतिखेर आउँछ भनेर केही थाहा छैन सायद अहिले देखाउँछ होला सायद अहिले आउँछ होला सो म चाहिँ वेटिङमा छु लगभग 3.5 घन्टाको ट्रेन सफरपछि यहाँ आइपुगेँ अहिले पोचदान भन्ने सिटीमा छु अनि अब यहाँ लगभग 1 घन्टै भनौँ न 1 घन्टापछि चाहिँ म अर्को ट्रेनमा चढ्नेछु त्यहाँबाट चाहिँ मेरो फेरि लगभग 2 घन्टापछि चाहिँ म आफ्नै डेस्टिनेसनमा पुग्छु केही सुन्ने छैन साइडबाट घ्या आवाज आइरहेछ है यस्तो छ चाहिँ हैट ट्रेनै आएन यार आज डिले भन्छ के हो फेरि 3 घन्टा एक्स्ट्रा कुर्नु पर्ला जस्तो टु ब्याड के हुन्छ यार फाइनली म अब लास्ट ट्रेन 2 घन्टापछि फेरि अर्को ट्रेनसम्म आइपुगेको छु अनि दिस इज माई लास्ट ट्रेन यो ट्रेनमा जान्छु म अहिले कति बज्यो 9:07 भएछ यहाँबाट फेरि 1 घन्टाको ठ्याक्कै 10 बजे र 20 मा पुग्छु होला खाली छ हो लास्ट ट्रेन सब खाली छ यार ल फाइनली म चाहिँ मेरो रुममा आइपुगेँ है यो मेरो रुम अब नयाँ रुम फेरि नयाँ जर्नी सुरु हुँदैछ यहाँबाट हैन त्यही हो ल यस्तो छ यहाँ चाहिँ एउटा केरलाको केटा बस्दो रहेछ अब त्यसमा बिस्तारै चिन्जान हुन्छ ल गुड मर्निङ सबैजनालाई फेरि अर्को दिनमा आएर सुतियो होइन घाम चाहिँ मजाको लागेको छ यस्तो छ यहाँको वातावरण यो चाहिँ हाम्रो घर भइहाल्यो के अरे होइन नयाँ अपार्टमेन्ट यता देख्न सक्नुहुन्छ तपाईँले अगाडि हाइवे छ अनि यस्तै छ यहाँको ठाउँ धेरै टाढा आएँ म होइन यहाँ चाहिँ हाइवे छ यस्तै हो अब यहीँ बिताउने जिन्दगानी कति वर्ष हुन्छ त्यही हो गाइस हिजो चाहिँ त्यही भयो है ट्रेन चाहिँ अलिकति मिस्टेकली छुट्यो त्यसपछि फेरि 2 घन्टा कुर्नु पऱ्यो दिमाग खराब हिजो एकदम झ्याउ भयो क्या टोटल त मेरो बहुत लामो यात्रा भयो नि यार 3 4 5 6 7 8 9 लगभग 9-10 घन्टाकै ऊ भयो क्या यात्रा भयो क्या हुन्छ नि कुर्दा यताउता गर्दा अनि त्यही हो ट्रेन पनि 3टा चेन्ज गर्नु पऱ्यो त्यही माथि पहिला एकचोटि त आएको थिएँ तर
अहिले पहिला चाहिँ अर्कै दाइले टिकट काटेर पठाइदिनु भएको थियो, त्यही भएर त्यतिखेर अलिकति सजिलो भएको थियो होइन। एउटा मात्रै स्टपमा झर्नु थियो। अहिले चाहिँ मलाई धेरै स्टपहरू चेन्ज गर्दै जानु थियो, त्यसैले फर्स्ट टाइम थियो यस्तरी स्टप चेन्ज गर्दै हिँडेको चाहिँ। त्यही माथि एक्लै एकदम कस्तो भन्ने अब गाह्रो पनि भयो अनि एउटा एक्सपिरियन्स पनि भयो अनि धेरै कुराहरू पनि सिकियो। अब चाहिँ अझै हिम्मत आयो, एक्लै हिँड्ने आँट आयो होइन। त्यही हो, अब यहाँ चाहिँ अलिअलि टावर चाहिँ नदिँदो रहेछ तर ठिकै छ, केही भएन। अनि यहाँ चाहिँ धेरैजना त्यो ऋषभ भाइ र म चाहिँ नेपाली दुईजना भइहाल्यौँ के अरे यो एजेन्सीमा, अनि अरू सबै इन्डियन केरलाबाट हुनुहुन्छ सबैजना भित्र है। रमाइलो भयो, रमाइलो इन्ट्रोड्युस भयो होइन। अनि त्यही हो। भैया हाई 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 Hi, फ्रम नेपाल। मी यु I'm from India. Ah, You making video? little bit for memories. Hello, bro. Vlogger? Ah, yeah. Little. Hi. ल त्यही है हाम्रो चाहिँ इन्डियाबाट केरला No, I'm Karnataka. कर्नाटकबाट दाजुहरू भैया। This is from Kerala. This is from Kerala. My brothers from another mother. This is for Poland. This is for Poland. हाम्रो क्याट है क्याट। त्यही हो ल मेरो चाहिँ तरकारी पाकिसकेको छ। हेर्नु सक्नुहुन्छ तपाईँले, मासु, यहाँ छ दाल, यहाँ छ भात होइन। त्यसपछि हामीले एकैछिनमा चाहिँ एप्स हान्नुपर्छ। अब त्यही हो, जिन्दगानी यस्तै छ लाइफ। तर पनि ठिक छ ल। नमस्ते फेरि सबैजनालाई। यस्तै छ हाम्रो पोल्यान्डको बसोबास होइन। यसै हाम्रा पोल्यान्ड का बात, पोल्यान्ड का बैठने उठने का, खाना बनाने का, काम में जाने का, यही हम लोगों का। फिर मिलते हैं हाँ। यहाँ त नेपालतिर जस्तै खेतबारी रहेछ, मकै पनि रहेछ तर सबै हेर्नु त सब खेतबारी छ यारी। मकै नेपालमा जस्तै है। दामी हावा चल्यो चाँडो। सही हो ल, यस्तै छ ठाउँ। यी अगाडिपट्टि हाइवे, यहाँ हाम्रो अपार्टमेन्ट यही भइहाल्यो। दुईवटा भेहिकल्स। ओए हेलो व्हाट्सअप। ल त्यही हो, यति नै छ हिजोदेखिको आजसम्मको यात्रा आइयो होइन। अब के कस्तो पछि नै थाहा हुन्छ, पछि नै अब हेर्दै जाऊँ। अनि अहिलेको लागि नै यति नै। टाढो भयो, अब म जान्छु भित्र, हल्का एडिट पनि गर्नुपर्छ यसलाई होइन, सबै यतिहरू एड गरेर। त्यही हो ल, सबैजनाले धेरै धेरै धन्यवाद त्यहाँसम्म हेर्नु भइदिएकोमा। कृपया लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै आजलाई बाई बाई, सी यु टुमोरो। बाटो घुमरो है त, लाइफ इज ब्युटिफुल।